इङ्ल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमले विश्वकपको दोस्रो खेलमा इटाली विरुद्ध 12 फेब्रुअरीमा खेल्दैछ। आफ्नो पछिल्लो खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको इटाली विरुद्धको खेल नेपालका लागि डु अर डाई जस्तै हुनेछ। सुपर 8 पुग्नका लागि बाँकी सबै खेल जित्न पर्ने दबावमा नेपाल रहेको छ। आजको यस भिडियोमा हामी नेपाल भर्सेस इटालीको म्याचको प्रिभ्यू गर्दै नेपालको सुपर 8मा पुग्ने सम्भावनाको बारेमा समेत विस्तृतमा चर्चा गर्नेछौँ। अहिले चलिरहेको विश्वकपको नतिजा हेर्दा कुनै पनि टोलीलाई हराउन सक्ने स्थिति देखिन्छ। यसको अर्थ यो विश्वकपमा कुनै पनि टोली कमजोर छैनन्। इटालीले आफ्नो पछिल्ला खेलहरूमा जुन हिसाबले क्रिकेट खेलिरहेको छ यसले इटालीलाई कमजोर आँक्न पटक्कै सकिँदैन। विश्वकप क्वालिफायरमा स्कटल्यान्डलाई हराउँदै पहिलोचोटि विश्वकप खेल्न लागेको इटालीले क्यानाडा र युए विरुद्धको अभ्यास खेल समेत जितेको थियो। अस्ट्रेलिया, साउथ अफ्रिका र इङ्ल्यान्डमा घरेलु क्रिकेट खेल्ने स्तरीय खेलाडीहरूले भरिपूर्ण इटालीले नेपाललाई कतिको चुनौती दिन सक्ला त हेर्न बाँकी नै छ। 13 वर्षपछि इटाली विरुद्ध खेल्दै नेपाल। सन् 2013मा डिभिजन 3मा नेपालले इटाली विरुद्ध खेल्दै 8 विकेटको सहज जित निकालेको थियो। त्यसै त नेपाल र इटाली विरुद्ध कुनै पनि खेलहरू भएको छैन। टी20 फर्मेटमा पहिलोचोटि नेपालले इटालीसँग खेल्दैछ। विश्वकपको पहिलो खेलमा स्कटल्यान्ड विरुद्ध 73 रनले पराजित भएको इटाली अङ्क तालिकामा पुछारमा रहेको छ। यता नेपाल भने आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड विरुद्ध 4 रनको झिनो अन्तरले हार्दै अङ्क तालिकामा चौथो नम्बरमा रहेको छ। विश्वकपमा 12 वर्षपछि पहिलो जितको पर्खाइमा नेपाल। आफ्नो तेस्रो टी20 विश्वकप खेल्न गइरहेको नेपाल 12 वर्ष यता विश्वकपमा जितविहीन छ। नेपालले 2014मा बङ्गलादेशमा भएको विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएता कुनै पनि टिम विरुद्ध जित निकाल्न सकेको छैन। यसकारण पनि इटाली विरुद्धको खेलमा 12 वर्षपछि पहिलो जित निकाल्ने दाउमा नेपाली टोली रहेको छ। इङ्ल्यान्ड विरुद्धको खेलपछि विश्वभरका क्रिकेट समर्थकहरूको ध्यान नेपालको खेलप्रति हुनेछ। नेपालले खेल्ने प्रत्येक म्याचमा नेपालबाट मात्र नभए विश्वभरबाट नेपालले समर्थन पाउने पक्का छ। इटाली विरुद्ध नेपालको सम्भावित प्लेइङ 11 कस्तो होला? इङ्ल्यान्ड विरुद्धको प्लेइङ 11 नै इटाली विरुद्ध खेल्न सक्नेछ। नेपाली टिमले आफ्नो रेगुलर प्लेइङ 11 नै खेलाउन सक्नेछ। नेपालले डेथ ओभर बलिङमा भने सुधार गर्नुपर्ने देखिन्छ। अन्तिम ओभरहरूतिर नन्दन यादव र दिपेन्द्र एरीलाई बलिङ दिँदा विपक्षी टिमले खुलेर खेल्न गाह्रो हुने गर्दछ। यसकारण करण केसीलाई अन्तिम ओभरमा भन्दा सुरुका ओभरहरूमा बलिङ गराउन उपयुक्त देखिन्छ। नेपालको सुपर 8 सम्भावना कस्तो छ त? अङ्क तालिकामा चौथो नम्बरमा रहेको नेपालको 3 खेल अझै बाँकी रहेको छ। नेपालले इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग खेल्न बाँकी रहेको छ। नेपालले बाँकी रहेका सबै खेलहरू जितेमा सहज रूपमा सुपर 8मा पुग्नेछ। तर अबको कुनै पनि एक खेल हारेमा अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ। इङ्ल्यान्ड विरुद्धको खेलपछि कप्तान रोहित पौडेलले भनेका थिए, हामी विश्वकपमा सहभागिताका लागि मात्र आएका होइनौँ, हामी विश्वकपमा सबै टिमसँग प्रतिस्पर्धा गर्न आएका हौँ र हामीले टिमका रूपमा विश्वास गरेका थियौँ कि यदि हामीले उत्कृष्ट क्रिकेट खेल्यौँ भने हामी कुनै पनि टोलीलाई हराउन सक्छौँ। उनको यो भनाइबाट प्रश्न हुन्छ नेपाल यस विश्वकपमा सहभागिताका लागि मात्र सहभागी छैन। हाम्रा खेलाडीहरूमा विश्वकपमा ठूला देशहरूलाई टक्कर दिने र उनीहरूलाई हराउन सक्ने आत्मविश्वास छ। समग्रमा हेर्दा अनुभव र क्षमताको हिसाबले इटाली विरुद्धको खेल नेपालका लागि केही सहज हुने देखिन्छ। इटाली विरुद्ध नेपाललाई जितको शुभकामना दिँदै हाम्रो यस च्यानलमा सब्स्क्राइब गरी हाम्रो कन्टेन्टहरू मन पर्छ भने लाइक र सेयर गर्न नभुल्नुहोला।